हिमालयको काखमा तरवारले होइन शब्दले युद्ध चलिरहेको छ। क्रान्तिले बनेको र प्रगतिको लागि लालायित नेपाल आफ्ना नेताहरूको मादक बयानबाजीको शक्तिशाली प्रवाहमा फसेको छ। उनीहरूले परिवर्तन, स्थिरता र उज्जवल भविष्यको प्रतिज्ञा गर्छन्। तर के यी भाषणहरू यति आकर्षक, यति विद्युतीय, केवल प्रेरणा दिने भन्दा बढी गरिरहेका छन्? के तिनीहरूले नागरिकहरूलाई पूर्ण रूपमा फरक कुरामा परिणत गर्दैछन्? अन्धभक्तमा हामी सबैले यो महसुस गरेका छौं। भावनाको ज्वारभाटा, सम्बन्धको भावना र यो नेता, यो दृष्टिकोण नै अगाडि बढ्ने एकमात्र बाटो हो भन्ने दृढ विश्वास। तर यी शक्तिशाली भाषणहरूको सतहमुनि एउटा जटिल मनोवैज्ञानिक खेल लुकेको छ। एउटा खेल जहाँ शब्दहरू हतियार बन्छन्, भावनाहरू मुद्रा बन्छन् र आलोचनात्मक सोच अक्सर अटल भक्तिको पछाडि पर्छ। मनोवैज्ञानिकहरू भन्छन् कि करिश्माई भाषणले एक आदिम प्रतिक्रिया उत्पन्न गर्छ। यो केवल नीतिको बारेमा होइन, यो मस्तिष्कको रसायनशास्त्रको बारेमा हो। रोमाञ्चक भाषणहरू, भव्य प्रतिज्ञाहरू, तिनीहरूले हाम्रो प्रणालीलाई डोपामाइनले भरिदिन्छन्, जुन जुवा खेल्दा वा हाम्रो मनपर्ने खाना खाँदा प्राप्त हुने आनन्दको रसायन हो। लोकतान्त्रिक नेताहरू यसमा माहिर हुन्छन्। हामीलाई मीठा सपनाहरू बेच्छन्। एक अफिम जस्तो नशा सृजना गर्छ जसले लजिकलाई बाइपास गर्छ र सिधै हृदयमा पुग्छ। उनीहरूले क्रान्ति, अन्तिम युद्ध, नयाँ युगका कथाहरू बुन्छन्, हाम्रा गहिरा डर र इच्छाहरूलाई छुन्छन्, एक अस्पष्ट रूपमा परिभाषित शत्रुबाट मुक्तिको प्रतिज्ञा गर्छन्। एक हामी बनाम तिमीहरूको मानसिकता उत्पन्न हुन्छ, जहाँ सबै समस्याहरू बाह्य शक्तिलाई दोष दिन सकिन्छ, जसले गर्दा उनीहरूको आफ्नै असफलताहरूबाट ध्यान हटाउन सजिलो हुन्छ। केपी शर्मा ओलीलाई लिनुहोस्। अनुभवी राजनेता, उनको बयानबाजी तीखो वाक्पटुता, कटु व्यङ्ग्य र अटल राष्ट्रवादको मिश्रण हो। उनी एक कथाकार हुन्, नेपाली संस्कृति र इतिहासमा आधारित कथाहरू बुन्छन्, आफूलाई राष्ट्रिय सार्वभौमिकताको अन्तिम रक्षकको रूपमा प्रस्तुत गर्छन्। ओलीले कठिन मुद्दाहरूलाई सरल गर्छन्, तिनीहरूलाई सहजै बुझ्न सकिने कथाहरूमा रूपान्तरण गर्छन्। उनका समर्थकहरूले उनलाई निर्णायक, बलियो र विपक्ष विरुद्ध दृढतापूर्वक उभिने नेताको रूपमा हेर्छन्। तर के यो सरलीकरणले सूक्ष्म बहसको मूल्यमा आउँछ? के उनको करिश्माले उनका नीतिहरूको क्रिटिकल परीक्षणलाई ओझेलमा पार्छ? त्यसपछि पुष्पकमल दाहाल छन्, जसका शब्दहरू क्रान्तिकारी विचारधारा र सामाजिक रूपान्तरणको आह्वानले गुन्जन्छन्। उनका भाषणहरू वर्ग सङ्घर्ष, सामाजिक न्याय र सीमान्तकृत समुदायहरूको सशक्तिकरणका विषयहरूमा गहिरो रूपमा आधारित हुन्छन्। प्रचण्डको वक्तृत्व सामान्यतया भावनात्मक र प्रत्यक्ष हुन्छ, जसले आफ्ना अनुयायीहरूमा सामूहिक उद्देश्य र ऐतिहासिक नियतिको भावना जगाउने लक्ष्य राख्छ। उनी अक्सर माओवादी विद्रोहका ऐतिहासिक सन्दर्भहरू प्रयोग गर्छन् र आफूलाई परिवर्तनको च्याम्पियन र आम मानिसका अधिकारका लागि लडेको नेताको रूपमा प्रस्तुत गर्छन्। यद्यपि उनको वक्तृत्व अत्यधिक परिचालन गर्न सकिने भए पनि आलोचकहरूले तर्क गर्छन् कि यसमा कहिलेकाहीँ शासन र आर्थिक विकासका लागि ठोस योजनाहरूको अभाव हुन्छ र यसको सट्टा व्यापक वैचारिक अपीलहरूमा निर्भर रहन्छ। उनका समर्थकहरू अक्सर एक अधिक न्यायजस्त समाजको उनको दृष्टिकोण र क्रान्तिकारी आदर्शहरूप्रति उनको प्रतिबद्धताबाट आकर्षित हुन्छन्। गगन थापाले नेपाली राजनीतिमा एक भिन्न र प्रगतिशील आवाजको प्रतिनिधित्व गर्छन्। उनको वक्तृत्व शैली अक्सर युवा आकांक्षा, सुशासन र जवाफदेहितामा केन्द्रित हुन्छ। गगनका भाषणहरू सामान्यतया सुसंरचित, स्पष्ट र अक्सर तात्कालिकता र आदर्शवादको भावनाका साथ प्रस्तुत हुन्छन्। उनी अक्सर आफ्ना तर्कहरूलाई समर्थन गर्न तथ्याङ्क र लजिक तर्कहरू प्रयोग गर्छन्, आफ्ना दर्शकहरूको बुद्धिलाई अपील गर्छन्। गगन जटिल पोलिसी मुद्दाहरूलाई सरल तरिकाले व्यक्त गर्न सक्ने क्षमताका लागि परिचित छन्। उनी अक्सर यथास्थितिलाई चुनौती दिँदै र सांस्थानिक सुधारहरूको वकालत गर्छन्। उनका राजनीतिक वक्तृत्वले उज्जवल भविष्यका लागि आशा जगाउने र नागरिकहरूलाई, विशेष गरी युवाहरूलाई लोकतान्त्रिक प्रक्रियाहरूमा सक्रिय सहभागिताका लागि परिचालन गर्ने लक्ष्य राख्छ। यद्यपि समय केही आलोचकहरूले उनको प्रदर्शन र आदर्शवादमा जोडले कहिलेकाहीँ ठोस परिणामहरूलाई ओझेलमा पार्न सक्ने बताउँछन्। उनका समर्थकहरू अक्सर उनको आधुनिक नेपालको दृष्टिकोण र लोकतान्त्रिक मूल्यहरूप्रति उनको प्रतिबद्धताबाट आकर्षित हुन्छन्। अन्तिममा बालेन शाह, स्वतन्त्र राजनीतिक व्यक्तित्व जसले पुरानो व्यवस्थालाई भत्काए। उनको शैली प्रत्यक्ष, व्यवहारवादी र स्थानीय मुद्दाहरू र व्यावहारिक समाधानहरूमा केन्द्रित छ, विशेष गरी उद्वर विकास र शासनको सन्दर्भमा। शाहका भाषणहरू भव्य वैचारिक कथाहरूभन्दा तुरुन्त सार्वजनिक सरोकारहरू सम्बोधन गर्ने बारेमा बढी हुन्छन्।
एक सीधा दृष्टिकोणका साथ। उनी अक्सर सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गरेर नागरिकहरूसँग सिधै कुराकानी गर्छन्, पहुँच र पारदर्शिताको भावना सृजना गर्छन्। उनको वक्तृत्व जवाफदेहिता, क्षमता र परम्परागत राजनीतिक अभ्यासबाट विचलित हुनेमा बलो जोड दिन्छ। शाहको उदय परिवर्तनको लागि जनताको चाहना र स्थापित राजनीतिक दलहरूप्रति निराशाले बढेको छ। उनका समर्थकहरू उनको स्वतन्त्र अडान, ठोस परिणामहरूमा उनको ध्यान र उनको परिचित प्रामाणिकताबाट आकर्षित हुन्छन्। तर के व्यवहारवादले मात्र लोयल्टी कायम राख्न सक्छ, वा यसले पनि अन्धविश्वासको अर्को रूप बन्ने जोखिम लिन्छ? यी नेताहरूका विविध वक्तृत्व शैलीले नेपाली राजनीतिको बहुआयामिक प्रकृतिलाई चित्रण गर्छ। प्रत्येक नेताले आफ्ना दर्शकहरूसँग जोडिन लोयल्टी जगाउन युनिक स्ट्र्याटेजिजहरू प्रयोग गर्छन्, तर त्यो लोयल्टीको